And now, to complete our storytelling circle, we have a thinker, teacher, and guide whose words have shaped the way we understand politics and society. His journey is one of ideas, conviction, and the power of knowledge. Please welcome Professor Krishna Khanal. हेलो मेरो नाम चाहिँ कृष्ण खनाल मेरो घर चाहिँ गुल्मी जिल्ला म गुल्मीबाट काठमाडौँ चाहिँ पढाइको सिलसिलामा आएको थिएँ 11-12 मा मेडिकल इन्ट्रान्स एक्जामिनेसन मलाई डाक्टर बन्ने इच्छा थियो त्यसपछिबाट डाक्टर बन्न सकिएन खासै ट्यालेन्ट पनि थिएन होला अनि त्यति मेहनती पनि थिएन म 11-12 मा त्यसपछिबाट म ब्याचलर्स पढ्नको लागि बेंगलोर गएँ बेंगलोर गइसकेपछि ब्याचलर्स बायोटेक्नोलोजीमा मैले ब्याचलर्स सकेँ अनि त्यसपछिबाट नोकरी पाइएन ब्याचलर्स पछि अनि देन आई स्टार्टेड लर्निङ जर्मन बाध्यताले जर्मन सिक्न थालेँ अनि जर्मन बोल्न पनि थालेँ जर्मन सिक्न थालेँ जर्मन बोल्न थालेँ अनि त्यसपछिबाट ब्याचलर सकेपछि मैले जर्मनीको लागि मास्टर्स एप्लाई गरेँ अनि मास्टर्स एप्लाई गरिसकेपछिबाट जर्मनीबाट म सिङ्गापुर आएँ सिङ्गापुर आइसकेपछि त्यहाँ नान्याङ टेक युनिभर्सिटी र नेसनल युनिभर्सिटी अफ सिङ्गापुरसँग रिसर्च एनालिस्टको रूपमा काम पनि गरेँ समय बित्दै गयो 1-1.5 वर्षपछि आई फेल्ट देयर वाज अ प्रब्लम इन मी ममा एउटा सानो समस्या थियो मलाई एन्जाइटीको समस्या देखिन थाल्यो त्यसपछिबाट मलाई के फिल हुन थाल्यो भने यो एन्जाइटी चाहिँ म घर गएर आमासँग बुवासँग बस्न थालेपछि निको हुन्छ भनेर म नेपाल फर्केँ नेपाल फर्किसकेपछि एन्जाइटी कम भयो तर के गर्ने एज अ करियर के चुज गर्ने भन्ने क्लियर थिएन अनि आई थट आई विल बी अ टिचर त हुने तर प्रायर ब्याकग्राउन्ड चाहिँ माइक्रोबायोलोजी बायोटेक्नोलोजीको छ मलाई ल्याबमा काम गर्नु मन छैन अरू गर्न आउँदैन देन आई रियलाइज कि आई हेभ अ एमबिए डिग्री जुन डिग्री चाहिँ मैले कलेज गएर लिएको डिग्री थिएन मैले डिस्टेन्स लर्निङमा पढेको थिएँ डिस्टेन्स लर्निङ भनेको जहाँ टिचर हुँदैन तपाईँलाई पार्सलबाट किताब पठाइदिन्छ तपाईँले घरमै बसेर कन्ठ पार्नुहुन्छ अनि गएर एक्जाम दिनुहुन्छ त्यहाँबाट मैले आफ्नो त्यही एमबिए डिग्रीलाई लिएर मैले किङ्स कलेज जोइन गरेँ त्यसपछिबाट बल्ल यात्रा सुरु हुन्छ किनकि फन्डामेन्टल्स खासै धेरै स्ट्रङ थिएन काम गरेको एक्सपिरियन्स थियो जर्मनी फ्रान्समा तर कहिले पढाएको र क्लासमा बसेर एमबिएको एक्सपिरियन्स थिएन आई स्टार्टेड जोइनिङ कोर्सेरा र एडेक्सका हरेक मार्केटिङका कोर्सहरू पढ्न थालेँ हरेक टेक्स्ट बुकहरू पढ्न थालेँ किन भन्नुहुन्छ भने आफूलाई थाहा थियो कि भित्र प्रब्लम छ भन्ने समय बित्दै गयो 1 वर्ष भयो 2 वर्ष भयो 3 वर्ष भयो त्यसपछि बिहे पनि भयो बिहे भइसकेपछिबाट मेरो श्रीमतीलाई एउटा सानो फेरि प्रब्लम देखियो त्यो माई वाइफ ह्याड अ बोथ फ्यालोपियन ट्युब्स ब्लक मेरो श्रीमतीको दुईटै फ्यालोपियन ट्युब ब्लक थियो अनि हाम्रो घरमा चाहिँ वज्र प्रहार भयो किन भन्नुहुन्छ भने माई वाइफ रियली वान्टेड टु बी अ मम अनि मेरो जीवन पनि त्यहीमा रुम्मलिरह्यो कहिले आइयुआई भन्दै क्लिनिकमा गएछ कहिले आइभीएफ भन्दै क्लिनिकमा गएछ समय बित्दै गयो त्यसपछिबाट मेरो जिन्दगी कलेजदेखि घरदेखि कलेज त्यसपछिबाट हस्पिटलदेखि आइभीएफ सेन्टर अनि आइयुआई सेन्टरहरूमै दिन बित्ते त्यसपछिबाट त्यो 6-7 वर्ष कहाँ गुम्यो मलाई पनि थाहा भएन समय यस्तै चलिरहेको थियो आई वाज लाइक ए इन्भिजिबल टिचर म कलेज आउँथेँ विद्यार्थीलाई पढाउँथेँ एउटा सानो कुनामा बस्थेँ मात्र म एटेन्डेन्स थिएँ सडनली समथिङ ह्यापेन्ड यो लास्टको 10 महिनामा केही परिवर्तन भयो मलाई हेर्ने दृष्टिकोणमा ममा केही परिवर्तन भएको छैन म सेम टिचर हो मलाई म त्यस्तै पढाउँछु म यस्तै बोल्छु तर एउटा के चिज परिवर्तन भयो भने म भिजिबल भएँ मेरो बस मेरो साथीले मलाई के डिजिटल प्रेजेन्स चाहिन्छ भन्नुभयो म डिजिटल प्रेजेन्सको लागि चाहिँ लिङ्क्डइन जोइन गरेँ त्यसपछिबाट मैले लेखेका पोस्टहरूले ट्र्याक्सन पाउन थाले कुनै पोस्टहरू भाइरल जान थाले त्यो अदृश्य त्यो टिचर जसलाई कसैले बाल पनि दिन्न थियो जो एक्जिस्ट पनि गर्दैन थियो त्यसलाई आजकल मान्छेहरूले बोलाइदिनुहुन्छ मोनिटरी बेनिफिट चाहिँ अहिलेसम्म मैले केही पाउन चाहिँ सकेको छैन र त्यो सायद आवश्यकता पनि छैन होला एज अ टिचर आई अर्न गुड इनफ तर जुन सम्मान जुन माया बसमा हिँडेर हुन्छु कोही मान्छेले बसमा रोकेर के सर तपाईँको लिङ्क्डइनको दरो फ्यान भन्नुहुन्छ खुसी लाग्छ त्यसपछिबाट छोरी पनि छ अहिले छोरी पनि 4औं-5औं एटेम्पमा छोरी जन्म्यो छोरी 3 वर्षको छ माई वाइफ इज ह्याप्पी अनि यो परिवर्तन ममा पनि छ म हजुरलाई यहाँ भेट्न आएको छु यहाँ अगाडि आएर बोलिरहेको छु म जस्तो इन्ट्रोभर्ट मान्छे म कलेजमा मात्र एक्सट्रोभर्ट हो म अति नै इन्ट्रोभर्ट मान्छे हो आज म तपाईँसँग यति
कन्फिडेन्टली बोल्न सकेको छु। किन भन्नुहुन्छ भने द्याट प्लेटफर्म, द्याट लिङ्कडिनको प्लेटफर्मले मलाई कन्फिडेन्ट बनायो। आज म 2-4 जना मान्छेसँग बोल्न सक्छु, मलाई 2-4 जना मान्छेले बोलाउनुहुन्छ, सम्मान गर्नुहुन्छ, मात्र त्यो भिजिबिलिटीको कारण, मात्र त्यो कन्सिस्टेन्सीको कारण। एउटा प्लेटफर्ममा म बिहान पनि देखिन्छु, दिउँसो पनि देखिन्छु। कन्सिस्टेन्सी र इमान्दारिता र म यही हो। यसभन्दा लिङ्कडिनमा हजुरले मलाई जे देख्नुहुन्छ, मलाई मेरो विद्यार्थीले क्लासमा पनि त्यही देख्छ। अहिले हजुरले मलाई जे देख्नु भएको छ म त्यही हो, एक सामान्य टिचर। मात्र परिवर्तन भएको छ त मलाई हेर्ने दृष्टिकोण अरू सेम छ। त्यसपछि म बेङ्गलोरबाट मेरो जर्मनीको यात्रा सुरु भयो। जर्मनीको यात्रा सजिलो थिएन। म जर्मन ल्याङ्ग्वेज ट्रान्सलेटर थिएँ। मलाई के लाग्थ्यो भन्नुहुन्छ भने म जर्मन अति राम्रो बोल्छु जस्तो लाग्थ्यो। जब जर्मनी गएँ मलाई रियलाइज भयो कि म जर्मन त केही पनि बोल्ने रहन्छु। जिन्दगीको सङ्घर्ष त्यहाँ छ। हेर्नुहोस्, मैले बेङ्गलोरमा, त्यसपछि मैले अरू संस्थाहरूमा, इभन उसमा पनि नेपालमा पनि रिलेटिभली राम्रै काम पाउँथ्यो होला। तर जर्मनीमा गएपछि मैले भाडा माझ्ने बाहेक अर्को नोकरी पाएन। अनि कम्पिटिसनमै भाडा मान्नेमै हुन्थ्यो। बिहान उठ्यो, साथीले सोध्यो आज कति भाडा हानिस् भन्थ्यो, मैले त 4 घन्टा हाने भन्थ्यो, अर्कोले भन्थ्यो मैले त 6 घन्टा हाने भन्थ्यो। द्याट वाज द कम्पिटिसन। बियर मिनिमम नै कति भाडा हान्ने भन्ने थियो। तर जिन्दगी अति नै सङ्घर्ष किन पनि थियो भन्नुहुन्छ भने बिहान उठ्या छ, भाडा हान्न गएको छ, त्यसपछि बडो टाइम निकालेर कलेज गएको छ, पढाइ कहिल्यै पनि हुन्न थियो, अनि आफ्नो जर्मन यति कमजोर रहेछ। जबकि मैले 4 लेभल जर्मन पढिसकेका थिएँ। 4 लेभल जर्मन पढिसकेको मान्छेको जर्मन चाहिँ 0 थियो। द्याट आई रियलाइज आफ्टर टकिङ टु अदर जर्मन्स। हेर्नुहोस् है त, त्यसपछिबाट के गर्नुपर्ने थियो भने मैले जीवनमा बदलाव ल्याउनु पर्ने थियो। जिन्दगी भाडा हानेर म कहीँ पनि पुग्दैन थिएँ। त्यसपछिबाट मैले एउटा के सोचेँ भन्नुहुन्छ भने मास्टर्स जर्मनीमा गर्ने बेलामा आई थट मैले ब्रेक लिनुपर्छ र मैले इन्टर्नसिप गर्नुपर्छ। अब इन्टर्नसिप गर्नु त गर्ने, कहाँ गर्ने? मैले के गरेँ भन्नुहुन्छ भने आई स्टार्टेड अप्लाइङ टु एभ्री युनिभर्सिटी। हरेक युनिभर्सिटीमा इमेल गर्थेँ, मलाई चाहिँ इन्टर्नसिप चाहियो भनेर। हरेक युनिभर्सिटीलाई इमेल गर्थेँ, मलाई इन्टर्नसिप चाहियो भनेर। हरेक प्रोफेसरलाई मलाई इन्टर्नसिप चाहियो भनेर इमेल गर्थेँ। बिकज आई न्यू कि मलाई एउटा मात्र इन्टर्नसिप चाहियो। द ओन्ली इन्टर्नसिप आई निड इज द्याट वान इन्टर्नसिप। थ्याङ्क गड, हेर्नुहोस्, ट्राई गरेपछि पाइन्छ भने अलमोस्ट लाइक 600-700 एउटा इमेल लेखेपछि टुङ्रुङ्ग एउटा एनयुएस, नेसनल युनिभर्सिटी अफ सिङ्गापुरको एउटा अफिलिएटेड संस्था आइएमआरई भन्ने इन्स्टिट्युट अफ मेटेरियल रिसर्चमा मैले इन्टर्नसिप पाएँ। पैसा खासै ठुलो थिएन, 1000 सिङ्गापुर डलर थियो। मेरो रुमको भाडा चाहिँ 600 सिङ्गापुर डलर थियो। सबैले सिङ्गापुर अति नै एक्सपेन्सिभ सिटी भन्छ, तर सिङ्गापुर जस्तो सस्तो खान बस्नको लागि केही पनि छैन। तपाईँले जान्नु पर्यो कहाँ खाने भन्ने। इन्डियन रेस्टुरेन्टमा तपाईँ खान जानुभयो भने $3 हजुरले 2 थाल मासु भात पाउनुहुन्छ भनेपछि द्याट इज सिरियसली चिप। अनि सिङ्गापुर इज द बेस्ट प्लेस टु ह्याभ फुड। सायद संसारमा सबैभन्दा राम्रो खाना पाइने द फुड प्याराडाइज इज सिङ्गापुर। सिङ्गापुर आइयो, 1000 रुपियाँ छ, केही नभए पनि भाडा तिर्नको लागि 600 रुपियाँ छ। 300ले आफूलाई खान पुग्छ, बाँकी 100ले चाहिँ यताउता गर्न मिल्छ। बट स्टिल आई गट एन इन्टर्नसिप। हेर्नुहोस् है त, इन्टर्नसिप पाइयो। इन्टर्नसिप पाउँदै 6 महिनाको इन्टर्नसिप पछि सिङ्गापुरमा अलिअलि कन्ट्याक्ट बने। मैले फेरि के भयो भन्नुहुन्छ, मेरो डिग्री त जर्मनीमा पेन्डिङ छ। जर्मनीमा पेन्डिङ डिग्रीमा चाहिँ मेरो पेन्डिङ मात्र एउटा मास्टर थेसिस थियो। मास्टर थेसिस चाहिँ मैले के गरेँ भन्नुहुन्छ भने आई अप्लाइड फर नान्याङ टेक्नोलोजिकल युनिभर्सिटी। नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीमा जब त पाइयो, जब चाहिँ अति नै खतरा पाइयो। जब के को पाइयो भन्नुहुन्छ भने मेरो काम चाहिँ काउन्टर टेरोरिजममा थियो। काउन्टर टेरोरिजम भनेको कस्तो भन्नुहुन्छ भने अल कायदा जस्ता टेरोरिस्ट संस्थाहरूको बायोलोजिकल क्यापेबिलिटी छ कि नै। जस्तो अल कायदाले एन्थ्राक्सहरूलाई बम बनाएर त्यसलाई चाहिँ बायो टेरोरिजमको रूपमा युज गर्छ कि नै, एन्थ्राक्स भयो, इबोला भयो भन्ने हेर्नुपर्ने थियो। अनि त्यो जबमा सबभन्दा डरलाग्दो चिज के थियो भन्नुहुन्छ भने आई ह्याड टु ट्राभल टु कन्फ्लिक्ट प्रोन एरिया। अनि काम पनि त्यस्तैमा गर्नुपर्ने, त्यस्तै अप्ठ्यारो काम गर्नुपर्ने। टेरोरिस्टको कति क्यापेबिलिटी छ, तिनीहरूले जैविक हतियार बनाउन सक्छन् कि नै, बायोलोजिकल वेपन्स बनाउन सक्छन् कि नै भन्ने थियो। अनि एकातिर चाहिँ आमालाई डर थियो कि छोरो कतिखेर मर्छ भन्ने, किनकि कामै त्यति खतरा थियो। अनि आफूलाई पनि के थियो भन्नुहुन्छ भने मेरो ब्याकग्राउन्ड चाहिँ इन्टरनेसनल रिलेसन्स, काउन्टर टेरोरिजममा थिएन, मेरो ब्याकग्राउन्ड चाहिँ बायोलोजीमा थियो। त्यसपछिबाट 1-1.5 वर्ष काम गरिसकेपछि आई थट कि होइन, यो मेरो फिल्ड पनि होइन, मैले गरिरहेको छु। किन भन्नुहुन्छ भने सिङ्गापुर पाइरहेको छु,
टन्न यो चाहिँ फुल फ्लेज जब हो, जब पनि छ, पैसा पनि छ भनेर मैले यो पुरै लगभग 1.5 वर्ष जति काम गरेँ। तर वान डे आई रियलाइज कि त्यसपछि मेरो आफ्नो एन्जाइटीको समस्या थिँदै थियो। त्यसपछि आई थट आई निड टु कम ब्याक टु नेपाल। अनि म नेपाल आएँ, अनि मैले डिग्री सुरु गरेँ, पढाउन सुरु गरेँ, जुन चाहिँ किङ्स कलेजमा अहिले म लास्ट 12 वर्षदेखि आई एम अ प्रोफेसर। म मार्केटिङ र बिजनेस एथिक्स पढाउँछु। मैले जीवनमा एउटा चिज, सबभन्दा भयङ्कर चिज सिकेको भनेको चाहिँ लाइफमा चाहिँ प्रायर ब्याकग्राउन्ड इम्पोर्टेन्ट नै छैन। हेर्नुहोस्, मान्छेले कतिचोटि भन्छ तेरो प्रिक्विजिट छ कि नै, प्रायर ब्याकग्राउन्ड छ कि नै भनेर सोच्छ। मेरो प्रायर ब्याकग्राउन्ड नै छैन। हेर्नुहोस् त, म पढाउँछु मार्केटिङ, मेरो बिएससी र एमएससी माइक्रोबायोलोजी र केमिस्ट्री हो। कतिले मलाई सोध्छ तेरो विषय म्याच गर्दैन, महत्त्वपूर्ण छैन। मैले काम गरेको छु नि त। आई हेभ वर्क फर फेमस मल्टिनेसनल कम्पनी। मैले बसको लागि काम गरेको छु, मैले एक्साको लागि काम गरेको छु। आई हेभ वर्क फर मेनी कम्पनीज। त्यही भएर मलाई एक्सपिरियन्स आउँछ। त्यही भएर प्रिरिक्विजिट भनेको र प्रायर ब्याकग्राउन्ड भनेको नहुने कुरा हो। जे पनि सिक्न सकिन्छ, मात्र चाहिन्छ त सिक्ने इच्छा र एप्टिट्युड। ब्याकग्राउन्ड महत्त्वपूर्ण छैन। मैले एमबिए डिग्री नभएको मान्छेले बबाल नै बिजनेस गरेको देखेको छु। मैले म्याथमेटिक्सको मात्र ब्याकग्राउन्ड भएकोले खतरा कम्प्युटर साइन्टिस्ट भएको देखेको छु। त्यही भएर प्रिरिक्विजिट र ब्याकग्राउन्ड भनेको नहुने कुरा हो। चाहिन्छ त सिक्ने इच्छा र एप्टिट्युड। जीवनले मलाई सिकाएको अर्को एउटा महत्त्वपूर्ण चिज भनेको चाहिँ हिँड्ने मान्छे लड्छ। हेर्नुहोस्, यस्तो भने के होला भन्नुहुन्छ भने यु निड टु टेक स्टेप फरवर्ड। हेर्नुहोस् त, जो मान्छे ट्राई नै गर्दैन त्यो मान्छे फेल हुने चान्सै छैन। हेर्नुहोस् त, मेरो गाउँतिर एउटा जहिले लेखेर राखेको हुन्छ कि डिभी भरे पर्छ, नभर्नेलाई मोरै पर्दैन भन्छ। द्याट्स वाट एप्लाइज हियर। हेर्नुहोस् है त, कुनै पनि चिजमा सफल हुनको लागि ट्राई त गर्नु पर्यो नि। अनि ट्राई गर्ने बेलामा फेलियर आउँछ, अनि फेलियरबाटै सिकिन्छ। हेर्नुहोस् त, फेलियरबाट किन सिकिन्छ होला भन्नुहुन्छ भने तिनी नै पछिको लागि ज्ञान बन्न सक्छ। एक्सपिरियन्स भनेको कति एक्सपिरियन्सहरू चाहिँ फेलियरबाट आउने हुन्। सक्सेस अति सजिलो छ, फेलियर अति नै गाह्रो छ। अनि जे चिज गाह्रो छ त्यसैले न त जीवनका लेसन्सहरू दिने हुन्। द्याट्स द रिजन हिँड्ने मान्छे नै लड्छ।